सरसँग कुरा गर्नुहुन्छ यस्तो तपाईको तलबाट गुडेर जान सक्ने अवस्था छैन, माथिबाट उ गर्ने अवस्था छैन। यस्तो दुःख पीडा परिरहेको देशमा परेन यस्तो भाडा असुली चर्को यस्तो दशैंको बेलामा यस्तो असुलीको मिल्छ? 3000 पलाएको छ कस्टमरको। मलाई हिजो बेलुका म सुत्न पाएको छैन। कस्तो भयो होला? तपाईँ जस्तै नागरिक होइन म यो देशको। तपाईहरुले पनि आवाज उठाउनु पर्ने, तपाईहरुको पनि कर्तव्य छ। 6500 ठीक छ, त्यो सरले भन्नुहुन्छ। 6500 को रेटले 17000 लेको छ। सरले भन्नुहुन्छ बोलाउनुस् न त तपाईले बोलाउनु अहिले बोलाउनुस्। तलबाट पठाइ आउनु। सरले बोलाउनु छैन, सरले बोलाउनु छैन। उता कल गरी सोध्नुस् त, हो कि हैन? उता यो तल पनि श्री एलायन्स लेखाछ नि उतापट्टि। कसले भन्नुभयो त्यो? देशमा यस्तो विपत्ति भइरहेको न, जन यस्तो जन जहाँ सरकारले एकदमै धेरै अनि सब बाहिर हुन्छ। मैले भन्नु खोजेको कुरा बुझ्नु भयो नि? टिकटको भाडाको रेट किन बढाउनु भएको त? किन बढाउनु भएको त? कस्तो नो आइडिया? हैन तपाईहरु तपाईको पोस्ट केही त होला नि त, नि किन बढाइयो? असिस्टेन्ट असिस्टेन्ट अनि असिस्टेन्टलाई थाहा हुँदैन? थाहा हुँदैन। के थाहा हुँदैन? के थाहा उहाँले हुँदैन? त्यही अनुसार पाइरहेको सिस्टम थाहा हुँदैन उहाँले असिस्टेन्टलाई? थाहा हुनुपर्छ। कति वर्ष भयो श्री एलायन्समा काम गर्नु भएको तपाईले? कति वर्ष भन्नुस् न, कति वर्ष भयो? मेरो 9 वर्ष। 9 वर्ष 9 वर्षमा चाहिँ थाहा हुँदैन? एक भाडा किन बढ्छ कसरी बढ्छ थाहा हुँदैन। हेर्नुस् भाइ, लुटेर मान्छे कहीँ पुग्दैन। एउटा कुरा याद गर्नु, 100 वर्षभन्दा उता मान्छे धेरै मात्दैन। हेर्नुस् है, केही पनि हुँदैन, लुटेर कहीँ पनि पुग्दैन। एक दिन भगवानले त रेकर्ड गरेर राखेको छ नि, कसले लुटेर खाइरहेको छ, कसले चाहिँ यो लुट धन्दा गरिरहेको छ भने त छ नि त। गरिब मारेर हुन्छ? जन देशमा यस्तो विपत्ति भाडा यसो गरेर मिल्छ भनेकै तपाईहरुले नि। 3000 मान्छेको मैले स्क्रिनशट देखाउँ तपाईको? हिजो फोन तपाईले कस्तो लो? किन देखाउनु तपाईलाई? कस्तो आफ्नो होइन, तपाईहरु बुझ्नु पर्ने होइन भनेकै। सरकारले तोके अरे, यो सरकारले तोके। साबिरको भाडा भन्दा किन बढाएको भाडा रेट मलाई भन्नु पहिला। श्री एयरलाइन्सको हिस्ट्री हेर्नुहोस्। हिजो तपाईँको म यति एयरलाइन्सको स्टाफ हो। सुन्नुहोस् हजुरसँग म डिस्कस गर्छु। यति एयरलाइन्समा म 2012 मा काम गर्दाखेरि बुद्धमा चाहिँ यतिमा चाहिँ कति थियो? हाम्रो एयरलाइन्सले टिकट कति घटाएको छ हिस्ट्री पढ्नुस्। त्यति बेलाको टिकट र अहिले किन बढायो त? यो पहिलाको अहिले चाहिँ किन बढाएको? हेर्नुस् न। किन बढाएको त अहिले चाहिँ? नबढाइकन किन बढायो? मसँग स्क्रिनशट छैन, देखाउ त कान्छा। त्यो ल्याउ त रातो मोबाइलले त। 3000 मान्छेको के कस्टमर ठगेको तपाईले यता आगा दुई चोटि बोतल अझ छैन बाहिर भने। निस्केर हुँदैन। कुरो होइन कि अब अगाडि यति आएर गर्नु दुई चोटि बोतल ठटाएर हुनेवाला केही छैन। सरकारले कसरी तोक्छ तपाईहरुको यो टिकट? यहाँ साबिको भाडा भन्दा किन बढी लिएको? यहाँ एन्सर मैले दिने होइन क्या, सरले दिनुहुन्छ। प्लिज सरसँग कुरा गर्नुहोस् न प्लिज। तपाईले यसरी बढी छोडाउनु कारण के त? के हो त यो बढी छोडाउनु कारण? खटाउनु हो। मैले ठटाउने, मलाई मेरो अधिकार छ त्यसमा। तपाईले ठग्नु भएको छ, तपाईले ठटाउन पाउनुहुन्न। सबै भएर कुरा गरे भाइ। ठिक छ, तपाईँले हजुरलाई भनिरहेको छु। सर आउनु कुन भगवानको टिका लगा? म जुनसुकै भगवानको नाममा तपाईलाई के मतलब? भगवानको टिका लगाउनु अधिकार छैन ठगहरूलाई। छैन। तपाईँलाई चाहिँ अधिकार छ। छैन। प्रश्नको कुरा नगर्नु है। म तँलाई मान्छु के गर्छु हैन? भगवानलाई ठगेर तपाईँले त्यसरी टिका भन्नुहुन्छ, लगाउनु। बुझ्नुभयो नि? आफ्नो समस्या के जनता ठगिँदै गर्दाखेरि हामीले बोल्न पाउँदैन भाइ। बुझ्नुभयो नि? यहाँ ठगेर बस्ने हामीले त्यस्तो कुरा गर्न पाउँदैन। सबै जहाँ पनि गएनुस् तपाईको सरकारी कार्यालयदेखि लिएर बस्ने कुरा होइन कि बस्ने कुरा होइन, हामी त अन्त पनि जान्छ। खाना पाछन् खाएपछि बोलिहाल्छन् नि। सरकारी कार्यालयदेखि लिएर जहाँ पनि झोला धरौटी, यहाँ एकजना झोला धर्ने है, जहाँ पनि माथि समस्या भएपछि अनि हामीले के गर्न? हामीले त सेवा गर्न झुटो बोलेको छु। 6500 रेटको 17000 मा झुटो बोलेको छु। कति छ यस्तो मेसेज बहिनी मसँग? फेयर भाडा धेरै तपाईको देवी देवता जस्तो हुनुहुन्छ नि, तपाईको दुर्गा माताको रूप हो नि। झुटो बोल्नुहुन्न नि तपाईहरुले। होला तपाईहरुको जागिर जाला हैन, नबोल्नुस् त्यसमा मलाई केही भन्नु छैन। तर सत्य हो के बहिनी, भन्नुस् त। यस्तो देशमा महामारी परिरहेको बेलामा यस्तो हैन, सरकारले धरि प्रधानमन्त्री धरि प्लिज यो बेलामा भाडा नबढाइदिनु भनेको बेलामा दुःख परेमा जनतालाई चाहिँ निचर्न मिल्छ तपाईहरुले? गभर्नमेन्टको भाडा भन्दा हामी माथि गएको छैन। ल देखाउनुस् तपाईको साबिक भाडा देखाउनुस्। साबिक भाडा देखाउनुस्। साबिक दर भाडा देखाउनुस् न, त्यहाँ लिस्ट देखाउनुस्। देशमा यत्रो महामारी फैलिरहेको बेला प्रहरी बोकेर ल्याउनु पर्ने, मैले प्रशासन बोकेर ल्याउनु पर्ने हो कि एउटा नारी देखेर तपाईलाई चाहिँ यो के हो रे के झारपात भनेर सोचिरहनु भएको छ मलाई। हामी त जनताको आँसु पुस्न हिँडेको, जनताको दुःख देखेर हामी सहन नसकेर हाम्रो कसैले एक्स्ट्रा पैसा दिएर हिँडेको छ र? हामी आफ्नो खर्चमा हिँडेको छौँ। तपाईहरुमा नि मानवता हुनु पर्यो। बिचारा 70, 80, 90, 100 वर्ष पुगेका बाउआमाले छोराछोरी आउँछन् भनेर बाटो कुरेर बसेका हुन्छन्। अनि त्यो चिज तपाईहरुले बुझ्नु पर्दैन? तपाईहरुले आवाज उठाउनु पर्दैन? तपाईहरुले नउठाए कसले उठाउँछ? अबको युवाहरुले तलबाट सडकबाट गाडी